यो मेरो बोसले नि उसको यस्तो डल्लो रोटी सुक्खा रोटी चाहिँ खुब मिठो एकदम राम्रो हेल्दी अरे हामीले मजाले मुछेर बेलेर बनाएको रोटी चाहिँ होइन तिमीहरूको रोटी त त्यो त राम्रो हुँदैन भन्छ क्या अनि उसको यस्तो रोटी चाहिँ एकदम मिठो अरे क्या जे गर्दा पनि खाली एउटा कुरा बनाएछ यार यो बोस देखे त मलाई त कहिले काहीँ त यस्तो झोक चलेर आउँछ है यस्तो खालको रोटी चाहिँ उसको चाहिँ साह्रै मिठो अरे के अनि हाम्रो रोटीहरू चाहिँ नमिठो अरे के कस्तो खालको बोस है यस्तो किचकिचे बोस तपाईँहरूको छ कि छैन मेरो त साह्रै किचकिचे बोस छ साथीहरू अनि यस्तो नि अनि एकदम राम्ररी काट्नुपर्छ अरे कि त छुची बोस यहीँ हुनुहुन्थ्यो है त्यही भएर म त बोल्नै पाएन नत्र तिमीहरूको रोटी यस्तो भनेर बोल्नु हुन्थ्यो है अब फेरि अहिले के बोलेको भन्छ होइन त्यही भएर आज चाहिँ म नबोलिकन काटेको क्या साथीहरू गाह्रो छ नि मलाई नै कहाँ फ्रिडम बोल्न पाउँछ